नमस्कार साथीहरू, स्वागत छ गोरखापत्र समसामयिक प्रश्न श्रृङ्खलामा। आज हामीले असार 10 गते गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुहरू प्रतियोगितात्मक परीक्षामा सोधिन सक्ने जीके प्रश्नहरू लिएर आएका छौँ। भिडियो अन्त्यसम्म हेरेर आफ्नो तयारीलाई अझ मजबुत बनाउनु होला साथीहरू। सुरु गरौँ आजको पहिलो प्रश्नबाट। आजको पहिलो प्रश्न रहेको छ साथीहरू, चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार 2083 समारोहमा प्रतिष्ठित दीर्घ साधना सम्मानबाट कसलाई सम्मानित गरियो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो साथीहरू हास्य कलाकार मदन कृष्ण श्रेष्ठ हो भने यहाँ विभिन्न विधामा पुरस्कारहरू दिएको छ साथीहरू, यो पनि अध्ययन गर्नुहोला। र आजको दोस्रो प्रश्नमा जाउँ साथीहरू। दोस्रो प्रश्न रहेको छ साथीहरू, विश्व सङ्गीत दिवस कहिले मनाइन्छ भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो जुन 21 हो भने विश्वमा सन् 1982 देखि मनाउन सुरु गरिएको थियो भने नेपालमा 2045 सालदेखि मनाउन सुरु गरिएको थियो साथीहरू। अब साथीहरू लागौँ आजको तेस्रो प्रश्नमा। बागमती प्रदेश आर्थिक सर्वेक्षण 2082-83 अनुसार आर्थिक वर्ष 2082-83 मा प्रदेशको आर्थिक वृद्धि दर कति रहने अनुमान रहेको छ साथीहरू, जसको सही उत्तर हो साथीहरू 5.4% हो भने बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन जीडीपी 24 खर्ब 23 अर्ब रुपियाँ रहने अनुमान छ भने प्रति व्यक्ति आय $2644 पुग्ने अनुमान रहेको छ। र बागमती प्रदेशको योगदान सेवा क्षेत्रमा 76.6% छ भने उद्योग क्षेत्रमा 12.2% र कृषिमा चाहिँ 11.2% छ साथीहरू। आजको अर्को प्रश्नमा जाउँ साथीहरू। हालै प्रतिष्ठित अन्तर्राष्ट्रिय मापदण्ड ISO 9001 र ISO 14001 प्रमाणीकरण प्राप्त गर्न नेपाली दूरसञ्चार प्रदायक कम्पनी कुन हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो एन्सेल। र साथीहरू आजको पाँचौं प्रश्नमा जाउँ साथीहरू। बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो पदबाट कहिले राजीनामा दिए